पुरानो स्टकको डल्ले खुर्सानीको चाहिँ पापाले चाहिँ यस्तो पेस्ट बनाउनु छ। हामी चाहिँ पेस्ट किनेर खाँदैन, हामी चाहिँ एकदम होममेड पेस्ट खान्छ हो। एकदम किनेकै जस्तो हुन्छ है पापा। कसरी बनाउँछ अरे कसरी बनाउँछ भनिदिनु पापा प्रोसेस। यो त आज त मैले नि पेस्ट बनाएर त्यहाँदेखि तेलमा फ्राई गरेर चाहिँ टक्कै बट्टामा हालेँ। एक्सन त दामी छ पापाको। अघि भिडियो बनाउनु पर्थ्यो त, म त गीत गाउनुमै बिजी भयो नि त। यो चाहिँ हाम्रो पापा मिस्टर जोन राईले बनाउनु भएको होममेड डल्लेको पेस्ट। तपाईँहरू कसैलाई चाहिन्छ भने प्लिज कमेन्ट गर्नुहोस् होला, हामी होम डेलिभरी गरिदिन्छौँ है। कसरी पापा एक बट्टा कति रुपियाँ? महँगो पर्छ। महँगो पर्छ? तपाईँ पाउँदैन तपाईँ पाउँदैन है। 5 स्टार मात्रै पाउँछ यो महँगो छ नि। अब उयो गरेर तेलमा फ्राई गरेर बनाउनु, लसुन हालेर है, लसुन र उयो मिक्सीमा हालेर त्यहाँदेखि तेलमा फ्राई गरेर चाहिँ बट्टामा ठ्याक्कै हाल्नुपर्छ। यो 5 स्टार होटलतिर मात्रै पाउँछ। हामीलाई चाहिँ सबलाई यहाँ अलिक घाँटीहरू खिराइरहेको छ कि, अन्त चाहिँ यो पापाले बनाउँदो रहेछ खिरा, तुलसी, पुदिना एन्ड सुदिना हालेर।